नमस्कार सबै फेसबुक मित्रहरूलाई। र आज चाहिँ म तपाईँहरूलाई के देखाउँदैछु भने चाहिँ यो चाहिँ हो अर्ग्यानिक टमाटर। यो जुन चाहिँ हामीले दैनिक रूपमा सेवन गर्छौँ यो टमाटर बजारबाट किनेर ल्याएर, तर हामीले यो कुरा याद छैन, हामीले आफै रोपेर फलाउनु सक्छौँ भन्ने कुरा अहिलेसम्म पनि याद छैन। र हाम्रो गाउँका एकजना कृषक दाजु नन्दलाल छेत्री एकदम खटी बस्ने जैविक खेतीपट्टि रुचि राख्ने दाजुले जुन चाहिँ यो टमाटर रोपेर है एउटा इक्जाम्पल खडा गर्नुभएको छ। हामीले हाम्रो जग्गामा हाम्रो माटोमा यो जुन चाहिँ टमाटर छ, जुन चाहिँ दैनिक रूपमा हामीले सेवन गर्ने टमाटर आफ्नै बारीमा पनि यसरी फलाउनु सक्दो रहेछौँ भनेर एउटा उदाहरण यहाँ काम गर्नुभएको छ। र तपाईँहरूलाई मैले यो देखाउनुको मकसद चाहिँ हाम्रो जग्गा कति धनी, कति मलिलो माटो, कति स्वच्छ छ, जहाँ चाहिँ केही कुरा हुँदैन, कुनै कुरा नहुने छैन। सब्जीदेखिको लिएर, खोर्सानीदेखिको लिएर इत्यादि सबै सब्जी सागसब्जीहरू हुन्छ। र मेहनत जुन चाहिँ जसले गर्छ उसले अवश्य उसको फल पाउँछ भन्ने एउटा भनाइ जस्तै दाजुले पनि एकदमै मेहनतले दुःख गरेर दैनिक रूपमा खटेर जुन चाहिँ टमाटर छ हाम्रो खाने है, गोलबेडा भन्छ नेपालीमा, यो गोलबेडा रोपेर उहाँले एकदमै उदाहरणीय काम गरिरहनु भएको छ। र हाम्रो जग्गालाई यसरी नै, हाम्रो जमिनलाई बाँझो नबनाएर, अल्छी नभएर यसरी नै सबैजनाले खट्यो भने अवश्य